Alright guys, welcome to our PT introduction video, right? So, आज चाहिँ हामी PT को बारेमा थोरै introduce गर्छौं. This is only for the introduction, only for those students जसले चाहिँ first time PT दिन लाउनु भएको छ. PT भनेको के हो, कस्तो हुन्छ, थोरै background जानु है त. So, PT चाहिँ एउटा English based assessment test हो हैन. As you can see on my screen here, यसमा चाहिँ different types को questions हरु आउँछ जसमा चाहिँ 4 वटा sections हरु हुन्छ. Speaking बाट 6 वटा questions हरु हुन्छ. तर यसमा 7 वटा सेक्सन हुन्छ तर बेसिकली 6 वटा सेक्सनले चाहिँ कन्ट्रिब्युट गर्ने हो सो सेक्सन्स चाहिँ 7 वटा हुन्छ राइटिङ बाट 2 टा रिडिङमा 5 वटा र लिसनिङमा चाहिँ 8 वटा सेक्सन्सहरु हुन्छ है र यसमा कुन सेक्सनबाट कति वटा क्वेशन आउँछ भनेर यो फाइलमा हामीले तपाईलाई राखेको छ एज यु क्यान सी रिड अलाउड बाट 6 to 7 क्वेशन्स छ पर्सेन्टेज कन्ट्रिब्युसन कति छ त भन्दा यो सेक्सनले स्पिकिङ लाई 9% दिन्छ रिपिट सेन्टेन्स भन्ने अर्को सेक्सन छ त्यसले 16% स्पिकिङ लाई 17% लिसनिङ लाई दिन्छ र यो क्वेशन गर्नलाई कति टाइम दिएको हुन्छ त्यो पनि हामीले यहाँ राखिदिएको छ यो चाहिँ पियर्सन कै गाइडलाइन्स अनुसार हामीले बनाएको टेबल हो वी क्यान डेफिनेटली सेन्ड इट थ्रु इफ यु नीड इट है सो कुन सेक्सनबाट कतिवटा क्वेशन आउँछ हामीले त्यो थाहा हुनुपर्छ त्यसले कुन सेक्सनलाई मार्क्स दिन्छ त किनकि पियर्सनमा चाहिँ एउटा पर्टिकुलर सेक्सनले एउटालाई मात्र नभएर मल्टिपल सेक्सनमा मार्किङ दिइराको हुन सक्छ एज यु क्यान सी हियर त्यही भएर यसमा चाहिँ सबै सेक्सन्सहरु इन्टरलिंक्ड हुन्छ है र टाइम पनि वी हैव टु बी कन्सिडरेबल अफ द टाइम अराउन्ड 2 आवर्स को एक्जामिनेसन हुन्छ तर जनरली 1 hour 45 मिनेट्स सम्ममा चाहिँ सबैले भ्याएको हुन्छ एक्जाममा चाहिँ तपाई जब एक्जाम हलमा बस्नुहुन्छ यु विल बी प्रोवाइडेड विथ 2 इरेजेबल पेन एन्ड 1 इरेजेबल कपी है सो दुईटा इरेजेबल पेन दिएको हुन्छ र एउटा चाहिँ इरेजेबल कपी पनि दिएको हुन्छ सो कस्तो हुन्छ त भन्दा तपाईले गुगलमा गएर पनि सर्च गर्न सक्नुहुन्छ इरेजेबल पेन युज्ड इन पियर्सन भनेर सर्च गर्नुभयो भने इमेजेसमा जानुस् र here you will see यो फर्मेटमा सो यो चाहिँ एउटा बुकलेट जस्तो हुन्छ जुन चाहिँ इरेजेबल हुन्छ त्यसमा लेखेपछि हातले यस्तो गरेर मेटिन्छ सो यु हैव टु बी केयरफुल र पेन पनि यो शार्पी पेन जस्तै हुन्छ नम्बर चाहिँ एफ हो यसको यो चाहिँ अमेजोनमा किन्न पाइन्छ हैन सो बल पेन भन्दा चाहिँ मोटो लेख्छ साइन पेन भन्दा पातलो लेख्छ सो तपाईले गर्दाखेरि चाहिँ अलिकति ठुलठुलो अक्षरले लेख्नुस् नत्र फेरि हिडन हुन सक्छ है अब प्र्याक्टिस गर्नको लागि चाहिँ देयर आर मल्टिपल वेबसाइट्स इन द मार्केट हामीले चाहिँ यो पीटी मास्टर भन्ने एउटा छ एपी युनि भन्ने अर्को छ यो चाहिँ सब्स्क्रिप्सन बेस्ड वेबसाइटहरु हो यु क्यान युज any of these apart from that तपाईले अलिकति चिपर अप्सन्स हेर्नुहुन्छ भने एउटा गुरुली भन्ने वेबसाइट छ यसमा चाहिँ टु सम एक्सटेन्ट फ्री पनि छ है एज यु क्यान सी गेट फ्री मक टेस्ट छ र यसमा सब्स्क्रिप्सन यसमा लिनुपर्छ यो 100% चाहिँ फ्री छैन तर अराउन्ड 50 to 60% चाहिँ फ्री नै छ अब अर्को वेबसाइट तपाईले ट्राई गर्न मिल्ने भनेको चाहिँ अल्फा पीटी यसको चाहिँ नेपालमा सब्स्क्रिप्सन लिन मिल्छ सो माइट बी लिटल बिट चिपर यो पनि ओके राम्रो नै छ युज गर्न सक्नुहुन्छ बट इफ यु आस्क मी बेस्ट टु वेबसाइट्स चाहिँ कि त एपीएन युज गर्नुस् कि पीटी मास्टर युज गर्नुस् अब यहाँ गएर तपाईले हेर्नुभयो भने स्पिकिङको लागि यहाँ 7 वटा सेक्सन्सहरु छ क्वेशन्सहरु यो 1476 भनेको एक्जाम आको क्वेशन्सहरु हो सो रिपिट सेन्टेन्सबाट 2661 एक्जाम आको क्वेशनहरु तपाईलाई प्र्याक्टिस गर्नको लागि यहाँ राखिएको छ हैन एक्जाममा तपाईको सिमिलर फर्मेटमा नै हुन्छ स्क्रिन The cafeteria closes soon but the snack machine is accessible throughout the night. Cafeteria closes soon, but the snack machine is accessible throughout the night. So यस्तै के हुन्छ तपाईले एउटा अडियो सुन्नुहुन्छ you listen the audio pay attention to that and you will speak back त्यही भएर यसलाई रिपिट सेन्टेन्स भनियो हैन सो यसरी तपाईको स्कोरिङहरु हुन्छ यसले चाहिँ स्कोरिङ देखाउँछ हैन मैले अलि हेडसेट लगाएको छैन बट यु हैव टु युज हेडसेट while you are doing speaking and listening section है स्पिकिङ सकिसकेपछि राइटिङ भनेर आउँछ जसमा यो राइट एन्ड इमेल चाहिँ पीटी कोर को लागि हो summarize written text र राइट एसे भनेर हुन्छ राइटिङ पार्ट गर्दाखेरि यु हैव टु बी माइन्डफुल अफ ग्रामर रिडिङमा पनि ग्रामर एकदमै इम्पोर्टेन्ट हुन्छ रिडिङमा चाहिँ फिल इन द ब्ल्याङ्क्स दुई टाइपको छ त्यो तपाईले ख्याल गर्नुपर्छ है लिसनिङमा चाहिँ दुईटा एकदमै इम्पोर्टेन्ट सेक्सन्स भनेको समराइज स्पोकन टेक्स्ट र राइट फ्रम डिक्टेसन सो दिज आर द सेक्सन्स व्हिच विल कम इन योर एक्जामिनेसन है त्यसपछि अब स्पिकिङको गर्नुभन्दा अगाडि चाहिँ तपाईले एउटा अनस्कोर्ड इन्ट्रोडक्टरी सेक्सन भन्ने हुन्छ जसमा चाहिँ यु हैव टु इन्ट्रोड्युस योरसेल्फ लसमा 15 सेकेन्ड जस्तो बोल्न दिएको हुन्छ 30 सेकेन्ड्स बोल्न दिएको हुन्छ बट यु क्यान स्पिक फर 15 सेकेन्ड्स ओन्ली तपाईले यो फर्मेट फलो गर्न सक्नुहुन्छ यु जस्ट हैव टु इन्ट्रोड्युस योरसेल्फ तपाईको नाम के हो कहाँ बस्नुहुन्छ किन पीटी दिन लाउनु भएको तपाईको हबीज के हो जे भने नि पायो नर्मली स्टुडेन्टहरुले चाहिँ आफ्नो नाम र आफ्नो एड्रेस चाहिँ भन्नुहुन्छ है that's what I have found in examination मैले एक्जाम दिन जाँदाखेरि चाहिँ धेरै जना स्टुडेन्ट चाहिँ यति मात्र बोलेर आइराको हुन्छ which is completely fine यो अनस्कोर्ड हो सो खासै म्याटर चाहिँ गर्दैन है सो पीटी चाहिँ एउटा धेरै जसो साथीहरुले
के अरे टेम्प्लेट फलो गरेर हुन्छ भन्छ तर टेम्प्लेट मात्रै फलो गरेर चाहिँ हुँदैन तपाईँले सर्टेन टेक्निक्सहरू पनि सिक्नुपर्ने हुन्छ सो त्यो सिकाउने पार्ट चाहिँ एज अ ट्युटरको हुन्छ 33% हुन्छ र त्योभन्दा पनि इम्पोर्टेन्ट पार्ट भनेको फिडब्याक किनकि तपाईँले प्र्याक्टिस त गर्नुहुन्छ तर प्र्याक्टिस गरिसकेपछि यु विल निड फिडब्याक आफूले गरेको मिलेछ कि छैन भनेर फिडब्याक चाहिँ अर्को 33% हो यो चाहिँ ट्युटरको रेस्पोन्सिबिलिटी हो 66% तपाईँको स्कोर आउने नआउने ट्युटरको हातमा हुन्छ र बाँकी 33% चाहिँ तपाईँले कतिको प्र्याक्टिस गर्नुहुन्छ यो चाहिँ तपाईँको हातमा हुन्छ ट्रस्ट मी दिस इज द मोस्ट इम्पोर्टेन्ट पार्ट है र 1% मात्रै लकले साथ दिन्छ नि कहिले कहिले भगवान् मेरो स्कोर आओस् भनेर जानुहुन्छ नि त्यो चाहिँ 1% मात्रै है यति फलो गर्नुभयो भने यु माइट बी एबल टु गेट योर डिजायर्ड स्कोर है कति छ त्यति सो यो जुन कपी हुन्छ यो कपी चाहिँ एउटा दिन्छ र पेन चाहिँ दुईटा दिया हुन्छ सो त्यो पेनको ढक्कन चाहिँ तपाईँले बन्द गरेर राख्नुपर्ने हुन्छ होइन सो अहिले मसँग चाहिँ त्यो पेन यहाँ छैन तर पेनको ढक्कन चाहिँ यु हेभ टु किप इट क्लोज वाइल नट इन युज तपाईँले ओपन राख्नुभयो भने यसको टिपबाट इङ्क चाहिँ भ्यापोरेट भएर जान्छ अनि लेख्दाखेरि चाहिँ एक दुईवटा वर्डहरू नलेख्न पनि सक्छ सो बी केयरफुल मेक स्योर द लिड इज अन के अफ के अन छ होइन त्यसपछि अब यस स्कोरिङ तपाईँले हेर्नुहुन्छ भने यसको लिटल बिट डिटेल्समा जान्छु म रिड अलाउडमा चाहिँ तपाईँलाई के हुन्छ त है म तपाईँलाई क्वेसन्सहरूबाट देखाउँछु रिड अलाउडमा चाहिँ तपाईँलाई यसरी प्यासेज दिएको हुन्छ होइन यो प्यासेज तपाईँले पढ्ने हो सिम्पल एज द्याट अब यो पढ्नलाई कस्तो तरिकाले पढ्ने भन्ने हुन्छ 35 to 40 सेकेन्ड्स प्रिपरेसन टाइम दिन्छ त्यसपछि बिप साउन्ड आउँछ स्पिकिङको सबै सेक्सनमा बिप साउन्ड सुन्नुहुन्छ र 40 सेकेन्ड्स लास्टमा बोल्नको लागि टाइम दिएको हुन्छ सिम्पल हो पढ्ने हो तर कसरी पढ्ने टेक्निकहरू चाहिँ तपाईँले फलो गर्नुपर्ने हुन्छ रिपिट सेन्टेन्स अघि मैले देखाइहालेँ कम्प्युटरले एउटा अडियो बोल्छ मैले मेमोराइज गर्ने अनि Will those happy days ever be forgotten by you? त्यसपछि यहाँ चाहिँ बिप साउन्ड छैन बट यु विल हियर द बिप साउन्ड एन्ड यु हेभ टु स्पिक ब्याक टु द कम्प्युटर र तपाईँले कतिको क्लियर बोल्नु भएको छ प्रोनाउन्सिएसन कस्तो छ फ्लुएन्सी कस्तो छ बेसिकली कन्टेन्ट प्रोनाउन्सिएसन फ्लुएन्सी यो तीनवटा कुराले तपाईँको स्पिकिङ नै डिटरमाइन गर्ने हो डिस्क्राइब इमेजमा तपाईँलाई सिम्पल एउटा इमेज दिएको हुन्छ जसमा वर्ड नभएको इमेज पनि हुनसक्छ र वर्डहरू भएको इमेज पनि हुनसक्छ कुनै कुनैमा तपाईँलाई सिम्पल वर्ड मात्रै हुन्छ भने कुनै कुनैमा न्युमेरिकल भ्यालुहरू हुन्छ त्यसलाई तपाईँले एक्सप्लेन गर्नुपर्ने हुन्छ सो यसरी अज्युम गर्नुहोस् कि यो डिस्क्राइब इमेज गर्दा चाहिँ यो पिक्चर तपाईँलाई कसैले दियो र तपाईँले कोही ब्लाइन्ड पर्सनलाई एक्सप्लेन गराउनु भएको छ हाउ डु यु डु इट द्याट्स डिस्क्राइब इमेज रिटेल लेक्चरमा के हुन्छ कम्प्युटरले एउटा अडियो प्ले गर्छ प्यासेज नै पढिदिन्छ Absolutely. There's a lot of छ एउटा लेक्चर नै प्ले गरिदिन्छ 10 सेकेन्डको मात्र ग्याप हुन्छ यतिखेर चाहिँ तपाईँले नोट डाउन गर्नुहुन्छ सो पेन र कपी यतिखेर चाहिन्छ योभन्दा अगाडि हामी नोट डाउन खासै गर्दैनौँ सो रिटेल लेक्चरमा चाहिँ यो नोट डाउन कम्प्युटरले बोल्दाखेरि र के नोट डाउन गर्ने कसरी नोट डाउन गर्ने द्याट्स वान टेक्निक 10 सेकेन्डपछि बिप साउन्ड आउँछ अनि तपाईँले त्यसलाई टेम्प्लेटमा हालेर बोल्न मिल्छ सो टेम्प्लेट चाहिँ यु क्यान डेफिनेटली युज बट यु हेभ टु बी स्मार्ट on how to use it as well है त्यसपछि अर्को सेक्सन छ एन्सर सर्ट क्वेसन यो चाहिँ जीके टाइपको क्वेसन हो यसले अहिले चाहिँ स्पिकिङलाई मार्क्स कन्ट्रिब्युट गर्दैन लिसनिङलाई मात्रै गर्छ यसमा सिम्पल जीके टाइपको क्वेसन्स हुन्छ तपाईँलाई लिसन टु दिस क्वेसन हियर टाइम त हुन्छ है key. What is the name for cultivating and managing gardens? What is the name for cultivating and managing gardens भन्छ हर्टिकल्चर किचन गार्डन एग्रिकल्चर तीनहरुमध्ये कुनै हुन सक्छ सो यसमा मैले हर्टिकल्चर भन्दै हैन सो यो आन्सर इज करेक्ट सो तपाईले मल्टिपल आन्सर बोल्न पाइन्छ के यसमा चाहिँ हैन 4% लिस्निङलाई हो त्यस्तो आत्तिनु पर्दैन यु क्यान सी मल्टिपल आन्सर्स एउटा मिल्यो भने त मार्क्स आयो रेस्पोन्ड टु अ सिचुएसन चाहिँ नयाँ एड भएको क्वेशन हो यसमा चाहिँ के हुन्छ तपाईलाई एउटा सिचुएसन दिएको हुन्छ जुन यही लेखेको हुन्छ र कम्प्युटर कम्प्युटरले नि यही प्यासेज पढ्छ सो यसमा देयर इज नो निड टु नोट डाउन एनीथिङ किनकि सबै इन्फर्मेसन यही छ यो सिचुएसन छ यो सिचुएसनलाई तपाईले कसरी डिस्क्राइब गर्नुहुन्छ हैन हाउ डु यु रेस्पोन्ड सरी डिस्क्राइब हैन रेस्पोन्ड कसरी रेस्पोन्ड गर्नुहुन्छ यो सिचुएसनलाई त्यो तपाईले बोल्ने हो सो यो स्ट्रेट फरवर्ड छ यु क्यान डेफिनेटली युज टेम्प्लेट इन दिस सेक्सन एज वेल अर्को सेक्सन छ समराइज ग्रुप डिस्कसन यो लास्टमा आउँछ 2 to 3 क्वेशन्स आउँछ यसबाट है तपाईले यो त्यो लिस्ट पनि हेर्न सक्नुहुन्छ समराइज ग्रुप डिस्कसन चाहिँ थोरै टफ छ किनकि यो अलिकति लामो हुन्छ यसमा चाहिँ 3 जना मान्छे बोलिरहेको हुन्छ 3 students Three students are discussing adjusting to academic English. Adjusting to academic English. So 3 जना मान्छेले के को बारेमा डिस्कस गरेको छ आइडेन्टिफाई गर्नु पर्यो कपीमा नोट डाउन गर्नुस् 3 जनाको इन्डिभिजुअल र त्यसलाई टेम्प्लेटमा हालेर बोल्ने हो समराइज ग्रुप डिस्कसन है त्यति भइसकेपछि स्पिकिङ स्टार्ट अब हामीलाई के चाहियो स्पिकिङमा बोल्ने टेक्निक चाहियो फ्लो मेन्टेन गर्नको लागि दोस्रो कुरा कन्टेन्ट चाहियो कन्टेन्ट चाहिँ एभ्री क्वेशनमा फरक फरक हुन्छ तेस्रो कुरा तपाईको प्रोनाउन्सिएसन स्किल चाहियो भनेको क्ल्यारिटी तपाई जति क्लियर बोल्नुहुन्छ त्यति प्रोनाउन्सिएसनमा स्कोर गर्न सक्नुहुन्छ राइटिङमा दुईटा सेक्सन छ समराइज रिटन टेक्स्टमा चाहिँ एउटा हामीलाई एउटा प्यासेज दिएको हुन्छ जुन वन अर मल्टिपल प्याराग्राफ्सको हुन सक्छ र यसलाई तपाईले समराइज गर्ने यो बक्समा टाइम दिएको हुन्छ 10 मिनेट प्यासेज हुन्छ यही सो नोट डाउन के पनि गर्नु पर्दैन यसैलाई नै तपाईले प्याराफ्रेज गरेर मिलाएर काटछाट गरेर
यु क्यान स्टिल युज टेम्प्लेट हियर तर यहाँबाट इन्फर्मेसन चाहिँ पढ्नुपर्छ अलिअलि प्याराफ्रेज गरे पुग्छ धेरै गर्नु पर्दैन तर गर्नु चाहिँ पर्छ है एन्ड यु कान्ट सिम्पली कपी पेस्ट एभ्रिथिङ त्यस्तो चाहिँ नगर्नुहोस् एसेमा चाहिँ एउटा सिम्पल क्वेसन दिएको हुन्छ ओपिनियन टाइपको क्वेसन्सहरू हुन्छ होइन वाट इज योर ओपिनियन अबाउट दिस वाट आर द प्रोज एन्ड कन्स डु यु अग्री अर डिसअग्री सो तपाईँको ओपिनियन के छ त्यो वाला क्वेसन सोध्छ एउटा स्टेटमेन्ट दिन्छ क्वेसन सोध्छ यसको बारेमा लेख्ने हो 200 to 300 वर्ड्समा र यसको लागि चाहिँ 20 मिनट्स टाइम दिएको हुन्छ तपाईँको लागि है 20 मिनट्स टाइम हुन्छ इज मोर देन इनफ तपाईँको टाइपिङ स्पिड पनि राम्रो हुनु पर्यो स्पेलिङ मिस्टेक्सहरू गर्नु भएन ग्रामर एकदमै मिलाएको हुनु पर्यो र यसबाट कन्टेन्ट चाहिँ पार्नुपर्छ कन्टेन्टको लागि चाहिँ क्वेसनसँग रिलेटेड वर्डहरू चाहिँ इन्क्लुड गर्नुहोस् र डेफिनेटली टेम्प्लेट युज गर्न मिल्छ बट यु हेभ टु मेक स्योर कि यु एड सेन्टेन्सेस एज वेल रिडिङमा चाहिँ 5वटा सेक्सनमा 2टा एमसिक्यू छ जुन चाहिँ खासै इम्पोर्टेन्ट चाहिँ हुँदैन होइन एक्चुअली हेर्नुहोस् तपाईँले आफैले नै यसमा इम्पोर्टेन्ट चाहिँ यो 2टा हो एउटा रिअर्डर प्याराग्राफ अर्को चाहिँ यो 2वटा फिल इन द ब्ल्याङ्क्स रिअर्डर प्याराग्राफमा के हुन्छ तपाईँलाई ऱ्यान्डम अर्डरमा चाहिँ 4 देखि 5वटा प्याराग्राफ दिन्छ जुन चाहिँ अर्डरमा छैन अब तपाईँले पढेर यसलाई अर्डर मिलाउनु पर्ने हुन्छ फर इक्जाम्पल फर्स्टमा कुन जान्छ सेकेन्डमा कुन जान्छ थर्डमा यो जान्छ होला लास्टमा यो जान्छ होला भनेर यसरी चाहिँ अर्डर मिलाउने हो यो मिलाउनु भयो भने यसले तपाईँलाई 9% रिडिङलाई कन्ट्रिब्युट गरिरहेको छ है सो यो चाहिँ अलिकति हार्ड हुन्छ यो सेक्सन चाहिँ अलिकति दिमाग लगाउनुपर्छ तर यसको लागि हामीले टाइम कन्स्ट्रेन्ट चाहिँ एउटा प्रब्लम हुन्छ है फिल इन द ब्ल्याङ्क्समा चाहिँ 2टा छ एउटा रिडिङ फिल इन द ब्ल्याङ्क्स भयो यसमा एउटा प्यासेज हुन्छ खाली बक्सहरू हुन्छ र तपाईँले यो अप्सनलाई क्लिक गर्ने ड्र्याग गर्ने यहाँ ल्याएर ड्रप गर्ने हैन के जान्छ त भनेर पत्ता लगाउने यसमा ट्रस्ट मी देयर आर सो मेनी टेक्निक्स द्याट यु क्यान युज तर बेसिकली कन्टेक्स्ट चाहिँ बुझ्नुपर्छ र ग्रामरमा स्ट्रङ भएको मान्छेले 60% त मिलाउँछ यो फिल इन द ब्ल्याङ्क्स यसबाट 4 to 5 क्वेसन्स आउँछ 20% रिडिङलाई कन्ट्रिब्युट गर्छ अर्को हुन्छ रिडिङ एन्ड राइटिङ फिल इन द ब्ल्याङ्क्स यसमा के छ प्यासेज दिएको हुन्छ हैन त्यसपछि यहाँ चाहिँ हरेक अप्सनमा एउटा डाउनवर्ड एरो हुन्छ त्यो एरोमा क्लिक गरेपछि 4वटा अप्सन्स सर्छ र यो चाहिँ थोरै टफ छ किन भन्दा यसमा सबै अप्सन्सहरू उस्तै लाग्छ हैन तपाईँले हेर्नुभयो भने सबै अप्सन्स उस्तै लाग्छ सबै नाउनहरू देखाउन सक्छ सो ग्रामरले चाहिँ यो फिल इन द ब्ल्याङ्क्समा चाहिँ त्यति हेल्प गर्दैन बट देयर आर अदर टेक्निक्स द्याट यु क्यान युज है र यसमा चाहिँ कन्टेक्स्ट इज भेरी इम्पोर्टेन्ट तपाईँले सेन्टेन्स पढ्नु इज भेरी इम्पोर्टेन्ट है र सर्टेन टेक्निक्सहरू पनि युज गर्न मिल्छ 25% कन्ट्रिब्युट गर्छ यसले सुरुमै आउँछ यो है अनि रिडिङ टोटल गर्नलाई चाहिँ इन्डिभिजुअल टाइम यसमा हुँदैन यसमा चाहिँ टोटल टाइम हुन्छ टोटल टाइम भनेको चाहिँ 23 to 24 मिनट्स मात्रै हुन्छ यो सबै रिडिङ गर्नको लागि है लिसनिङको पनि सिमिलर केस हो लिसनिङ चाहिँ 2 भागमा डिभाइड भएको हुन्छ एउटा भाग चाहिँ समराइज स्पोकन टेक्स्ट हो जसको लागि चाहिँ 10 मिनट छुटाएको हुन्छ बाँकी 7वटा सेक्सनको लागि चाहिँ तपाईँलाई 19 to 21 मिनट दिएको हुन्छ त्यति टाइममा यो तपाईँले सबै सेक्सन्स गरेर भ्याउनुपर्छ समराइज स्पोकन टेक्स्ट हेर यसमा अडियो दिन्छ कम्प्युटरले एउटा ठ्याक्कै रिटेल लेक्चर जस्तै अघि स्पिकिङको जस्तै सेम हो तर हामीले स्पिकिङमा यसमा चाहिँ हामी लेख्छौँ यहाँ बक्समा आएर सो द लेक्चर इज अबाउट भनेर के हो त भनेर तपाईँले यहाँ लेख्न थाल्नुहुन्छ हैन प्यासेज सुन्दाखेरि हामीले के गर्ने नोट डाउन गर्ने सो दिस इज अनदर सेक्सन वेयर वी हेभ टु नोट इट डाउन कपीमा र टेम्प्लेट युज गर्न मिल्छ बट वी स्टिल हेभ टु मेक सेन्टेन्सेस फर्मिङ सेन्टेन्सेस इज भेरी इम्पोर्टेन्ट राइटिङ टास्कमा तपाईँको हेर्ने स्किल भनेको सेन्टेन्स बनाउन जान्नु भएको छ कि नै ग्रामर तपाईँले मिलाउन सक्नुहुन्छ कि सक्नुहुन्न कन्टेक्स्टबाट कति पार्नुहुन्छ त त्यो हेर्छ र स्पेलिङ मिस्टेक्स हेर्छ त्यो बाहेक अरू पनि हुन्छ दिज आर मोस्ट इम्पोर्टेन्ट है सो 10 मिनट्सको टाइम एउटा क्वेसन आउँछ यसबाट है त्यसपछि बाँकी जुन 7वटा सेक्सन छ यिनीहरूको लागि चाहिँ टोटल टाइम दिएको हुन्छ यसमा एकदम सिम्पल क्वेसन्सहरू छ त्यस्तो गाह्रो छैन तपाईँले आफैले पनि हेर्न सक्नुहुन्छ लास्टमा चाहिँ राइट फ्रम डिक्टेसन आउँछ यो अलिकति हार्डेस्ट होइन इम्पोर्टेन्ट चाहिँ हो गाह्रो चाहिँ छैन यो ठ्याक्क रिपिट सेन्टेन्स जस्तै हो फेरि त्यसमा हामी बोल्छौँ यसमा लेख्छौँ द्याट्स द ओन्ली डिफरेन्स है For the purpose of the research, data should be collected and analyzed. यस्तै केही भन्यो होइन फर द पर्पज अफ द रिसर्च द डेटा सुड बी कलेक्टेड एन्ड एनालाइज सो मैले चाहिँ यो सेन्टेन्स यहाँ राख्थेँ अब यसमा बिग्री आउन सक्छ तर अहिलेको लागि म यतिकै चेक गर्छु होइन सो मेरो यहाँ सबै मिलेछ एज यु क्यान सी स्कोरिङ यसले चाहिँ राइटिङलाई कति जान्छ लिसनिङलाई कति जान्छ भनेर डिभाइड गरेर दिन्छ जुन चाहिँ एप्युरीले गर्दैन सो राइट फ्रम डिक्टेसन प्र्याक्टिस गर्नुहुन्छ भने चाहिँ पेरी मास्टर इज हाइली रेकमेन्डेड है र यसमा 12वटा वर्डको सेन्टेन्स थियो कम्प्युटरले बोल्यो मैले कपीमा नोट डाउन गर्छु र यहाँ आएर लेख्छु सो यो चाहिँ तपाईँको राइट फ्रम डिक्टेसन भयो जुन चाहिँ लास्टमा आउँछ सो यो सेक्सन्सहरू जुन तपाईँले देखिरहनु भएको छ यो सबै सेक्सन्स गर्नको लागि चाहिँ टेक्निक्सहरू चाहिँ हुन्छ मैले चाहिँ तपाईँलाई इम्पोर्टेन्ट सेक्सन्सहरू चाहिँ देखाएँ होइन दिस वान मोर थिङ द्याट आई निड टु एड्रेस त्यो भनेको चाहिँ स्टार्टिङमा तपाईँ इक्जाम हलमा बसिसकेपछि जब इन्भिजिलेटरले तपाईँको कम्प्युटर लगइन गरिदिन्छ बिफोर यु स्टार्ट तपाईँले 2टा काम गर्नुपर्ने हुन्छ एउटा चाहिँ हेडसेट चेक भन्ने हुन्छ त्यो फेरि ग्राफिक्स थोरै डिफ्रेन्ट छ त्यो चाहिँ माइक्रोफोन चेक भन्ने हुन्छ
हेडसेट चेकमा चाहिँ तपाईँको हेडसेटमा आवाज आएको छ कि नै तपाईँले चेक गर्ने हो हेडसेटमा अनि डेफिनेटली युज अ हेडसेट वाइल प्र्याक्टिसिङ फर पिटी स्पिकिङ एन्ड लिसनिङ हेडसेट चेकमा चाहिँ कम्प्युटरले एउटा अडियो प्ले गर्छ र अडियो के हुन्छ प्राइसेस अफ कर्न हेज बिन राइजिङ स्टेडिली भन्छ तपाईँले त्यो सुन्नु भएको छ कि नै त्यो चेक गर्ने हो लाउडनेस ठिक छ कि छैन त्यो चेक गर्ने हो इफ यु फिल कि एकदमै चर्को भयो जस्तो लाग्यो भने यहाँ भोल्युम एडजस्टमेन्ट गर्ने बार हुन्छ स्क्रिनमा यो तपाईँले बार देख्नु चाहिँ यसलाई घटाउन बढाउन मिल्छ त्यसपछि नेक्स्ट गर्नुहोस् माइक्रोफोन चेकमा चाहिँ अब तपाईँको माइक्रोफोनले आवाज डिटेक्ट गरेको छ कि छैन त्यो चेक गर्ने सो यसमा चाहिँ रेकर्ड स्टप र प्लेब्याकको बटन हुन्छ रेकर्डमा क्लिक गर्नुहोस् क्लिक हुन्छ अनि तपाईँ बोल्नुहोस् हेलो माइक टेस्टिङ 1 2 3 माइ नेम इज सचित मल्ल के भन्नुहोस् त्यसपछि स्टप गरेर प्लेब्याक गर्नुहोस् अघि तपाईँले बोलेको कुरा यसले रेकर्ड गरेको छ भने चाहिँ तपाईँले फिर्ता सुन्नुहुन्छ हेलो माइक टेस्टिङ 1 2 3 भनेको सुन्नुहुन्छ यतिखेर तीनटा केस हुन सक्छ एउटा केही पनि आवाज नआउन सक्छ त्यस्तो भयो भने देयर इज समथिङ रङ विथ द माइक्रोफोन यसले आवाजै डिटेक्ट गरेन त्यही भएर सुन्नु भएन अथवा किरकिर आउन सक्छ अथवा सानो दब्बिएर आउन सक्छ यदि एनी अफ दिस 3 केसेस भयो भने तपाईँ हात उठाउनुहोस् तपाईँको ठ्याक्क माथि सिसिटिभी हुन्छ इन्भिजिलेटरले हेरिरहेको हुन्छ तपाईँलाई अनि इन्भिजिलेटर आउँछ के भयो भाइ भन्छ अनि तपाईँले भन्नुहोस् कि मैले माइक्रोफोन चेक गरेको आई कान्ट हियर एनिथिङ अथवा चाहिँ अडियो एकदमै सानो आयो अथवा डिस्टर्बेन्स छ एकदमै धेरै भन्नुहोस् अनि त्यसपछि उसले फिक्स गर्छ 70-80% केसेसमा स्टुडेन्टहरूले के भन्नुहुन्छ मेरो त्यस्तै भएको थियो मैले इन्भिजिलेटर बोलाएँ त इन्भिजिलेटरले चाहिँ के भन्न सक्छ त भने यस्तै हो कन्टिन्यू गर डोन्ट वरी भनेर भन्छ तर तपाईँ त्यस्तो नगर्ने तपाईँले भन्नुपर्छ कि मैले पहिला नै एक्जाम दिएँ आई ह्याड डन द टेस्ट अर्लियर एज वेल एन्ड आई ह्याड द सिमिलर इस्युज प्लिज फिक्स इट अदरवाइज आई कान्ट कन्टिन्यू लाइक दिस भनेर भन्नुहोस् उसले फिक्स गर्छ एक्जाम दिँदा कम्प्युटर रिस्टार्ट हुनसक्छ सटडाउन हुनसक्छ ह्याङ हुनसक्छ आवाजै नआउन सक्छ एनी इस्युज त्यो क्वेसन गर्ने बित्तिकै हात उठाउनुहोस् इन्भिजिलेटरलाई बोलाइहाल्नुहोस् अनि त्यसपछि यदि केही इस्यु भएको रहेछ भने चाहिँ एक्जाम दिने बित्तिकै कि त त्यहीँ कम्प्लेन लज गर्नुहोस् कि पियर्सनलाई फोन गर्नुहोस् अनि भन्नुहोस् मेरो पियर्सन सोल्टी मेरो आज एकदमै यसो भएको थियो यु क्यान चेक युर सिसिटिभी मलाई चाहिँ एकदमै प्रब्लमेटिक भयो मैले राम्रोसँग फोकस गर्न पाइनँ म मेन्टली डिस्ट्र्याक्टेड भयो भने भन्नुहोस् उसले इन्भेस्टिगेट गर्छ तपाईँले इन्भिजिलेटरलाई बोलाएको कुराहरू कम्प्युटर ह्याङ भएको सबै कुरा सिस्टममा रेकर्ड भएको हुन्छ यदि त्यस्तो भएको थियो भने तपाईँलाई फ्री एउटा भाउचर कोड पठाउँछ यु क्यान युज द्याट भाउचर कोड टु बुक द नेक्स्ट एक्जामिनेसन फर फ्री है त्यो भयो अब तपाईँलाई अर्को कुरा भनेको चाहिँ स्किल प्रोफाइल चाहिँ कसैले एक्जाम दिनु भएको छ भने स्किल प्रोफाइलको बारेमा पनि थाहा पाउनु जरुरी छ यो तपाईँले कतै देख्नु भएको होला आफ्नो अथवा आफ्नो साथीहरूको एक्जामको स्कोरमा चाहिँ भ्यू स्किल प्रोफाइल भनेर जानुभयो भने चाहिँ यो स्किल भन्ने एउटा बार दिएको हुन्छ ओपन रेस्पोन्स स्पिकिङ एन्ड राइटिङ हुन्छ नि एउटा बार हुन्छ त्यो बारमा कति छ त त्यो हेर्ने सो त्यो बार हेरेर बुझ्नको लागि चाहिँ यो चाहिँ अब अलिकति कम्प्लेक्स हुनसक्छ तपाईँलाई जस्ट देखाएको मात्रै सो कुन स्किलभित्र कुन सेक्सन परेको हुन्छ तपाईँ कुन क्वेसन बिग्रियो त तपाईँले पत्ता लगाउन सकिन्छ नि त सो यो चाहिँ लिस्ट हो यो चाहिँ पियर्सनले नै आउट गरेको लिस्ट हो सो सिंगल स्केल कम्बिनेसनमा यो सेक्सन्सहरू परेको छ तर समस्या के छ त यही सेक्सन अर्कोमा पनि पर्न सक्छ क्या किनकि पिटीमा चाहिँ हरेक क्वेसन्सहरू इन्टरलिङ्क्ड हुन्छ सो इट्स भेरी इम्पोर्टेन्ट द्याट यु नो दिस है अब एसेमा चाहिँ हामीले स्टुडेन्टहरूलाई सजिलो होस् भन्नुको लागि चाहिँ दिस सम अफ द फ्लेक्सिबल एन्ड टपिक न्युट्रल नाउन्स द्याट फिट मोस्ट एसेस एन्ड हेल्प मेन्टेन कोहेरेन्स भनेर तपाईँलाई एजुकेसनवाला क्वेसन्स आयो भने यो किवर्डहरू युज गर्नुहोस् भनेर चाहिँ हामीले एउटा सानो लिस्ट जस्तो बनाएको छौँ होइन वी डेफिनेटली प्रोभाइड दिस लिस्ट टु आवर स्टुडेन्ट्स एज वेल सो एसे क्वेसनमा चाहिँ यो किवर्डहरू तपाईँले युज गर्न सक्नुहुन्छ यदि तपाईँ ब्ल्याङ्क हुनुभयो भने है सो एक्जाममा आउने क्वेसन टाइप्सहरू तपाईँले हेर्नु भने डिस्क्राइब इमेज तपाईँलाई एक्जाम आउँदा यसरी आउँछ यो चाहिँ एउटा मक टेस्टबाट झिकिएको होइन त्यस्तै गरेर तपाईँले डिस्क्राइब हेर्नुहोस् त यस्तो टाइपको क्वेसन्सहरू आइरहेको हुन्छ होइन यस्तो लाइफ साइकल आउन सक्छ ग्राफ आउन सक्छ सो यो चाहिँ तपाईँको के भयो त यो तपाईँको एसे भयो होइन सो एसेमा जस्ट एउटा स्याम्पल मात्र हो यो होइन सो यसरी क्वेसन आउँछ अनि यो बक्समा चाहिँ तपाईँले टाइप गर्नु पर्यो यो तपाईँको फिल इन द ब्ल्याङ्क्स ड्र्याग एन्ड ड्रप होइन यो खाली बक्सा छ नि त यताबाट ड्र्याग गरेर त्यहाँलाई ड्रप गर्ने यो के हो त भन्दाखेरि चाहिँ रिड द लुक एट द टेक्स्ट यो रिड अलाउडको स्याम्पल भयो सो एक्जाममा तपाईँको यस्तै बक्स हुन्छ तल प्यासेज दिएको हुन्छ यु हेभ टु स्पिक वान्स यु हियर द बिप साउन्ड है यो एक्जाममा यस्तो खालको स्क्रिन हुन्छ मैले तपाईँलाई देखाएको यो तपाईँको रिअर्डर प्याराग्राफ है सो बक्समा चाहिँ ऱ्यान्डम अर्डरमा राखेको हुन्छ त्यसलाई तपाईँले मिलाउनु पर्ने हुन्छ अनि यो चाहिँ एउटा स्याम्पल मात्र हो यो मक टेस्टको स्कोरहरू कसरी आएको छ भनेर देखाएको मात्र हो दिस इज नट इम्पोर्टेन्ट न अब स्केप ब्याक हियर सो यहाँ तपाईँले एउटा कुरा हेर्नुभयो भने पर्सेन्टेज हेर्नु भने जस्तै लिसनिङको जुन 8वटा सेक्सन्सहरू छ तिनीहरूमा चाहिँ यो सेक्सन्सको बारेमा मैले खासै कुरा गर्न किनकि त्यति इम्पोर्टेन्ट छैन र यहाँ मैले कलर कोड पनि गरेको छु है जस्तै स्पिकिङलाई ब्ल्याक कलरमा लेखेको छु लिसनिङलाई ब्लू कलरमा र रिडिङलाई रेडमा अनि राइटिङलाई ग्रिनमा र हेर्नुभयो भने लिसनिङको सेक्सन त यिनीहरू हो तर लिसनिङ त यहाँ पनि छ होइन स्पिकिङमा पनि लिसनिङमा मार्क्स जाँदो रहेछ सो के छ त यसको कुरो भन्दाखेरि चाहिँ स्पिकिङ तपाईँले राम्रो गर्नुभयो भने लिसनिङ तपाईँको अटोमेटिक राम्रो हुन्छ अराउन्ड 52 देखि 53% मार्क्स लिसनिङलाई स्पिकिङबाट जान्छ सो जसको स्पिकिङमा 90 आएको छ उसले लिसनिङमा 70 त घटाउँछ जेनरली
है राइटिङमा हेर्नुभयो भने राइटिङको दुईटा सेक्सन त छँदैछ ग्रीन कलरको हेर्नुहोस् त अर्को ग्रीन कहाँ छ समराइज रिटन टेक्स्ट मैले के भनेको थिएँ लिस्निङको त्यसले पनि तपाईँलाई राइटिङलाई मार्क्स दिन्छ र राइट फ्रम डिक्टेसनले पनि राइटिङलाई मार्क्स दिन्छ सो देयर आर 4 सेक्सन्स इन टोटल जसले चाहिँ राइटिङलाई मार्क्स दिइरहेको छ तर राइटिङको अन्डर चाहिँ दुईटा मात्र सेक्सन छ है अब रिडिङ हेर्नुहोस् रिडिङको त यो 5वटा हो तर त्यो बाहेक पनि यहाँ छ रिडिङ समराइज रिटन टेक्स्ट इजी र इम्पोर्टेन्ट सेक्सन हो किनकि त्यसले रिडिङलाई पनि 23% मार्क्स कन्ट्रिब्युट गरिरहेछ र लिसनिङमा पनि रिडिङको मार्क्स गइरहेछ हेर्नुहोस् त 13% मार्क्स चाहिँ हाइलाइट इन्करेक्ट वर्डबाट र 3% मार्क्स चाहिँ के अरे हाइलाइट करेक्ट समरीबाट 3% यो त खासै इम्पोर्टेन्ट भएन दिस माइट बी इम्पोर्टेन्ट र दिस माइट बी इम्पोर्टेन्ट रिडिङ बाहेक पनि तपाईँले यो दुईटा सेक्सन मिलाउनु भने हेर्नुहोस् त 36% मार्क्स अझ यो पनि जोड्यो भने त 39% मार्क्स रिडिङलाई चाहिँ रिडिङभन्दा बाहिरबाट जान्छ भनेपछि कसैलाई रिडिङमा स्ट्रगल गरिरहेछ भने यु क्यान फोकस अन समराइज रिटन टेक्स्ट र लिसनिङको हाइलाइट इन्करेक्ट र हाइलाइट इन्करेक्ट बडी इजी छ समराइज रिटन टेक्स्टमा चाहिँ अलिकति ग्रामेटिकल नलेज चाहिँ चाहिन्छ है सो बेसिकली स्पिकिङ भनेको तपाईँको कन्टेन्ट प्रोनाउन्सिएसन र फ्लुएन्सी हो राइटिङ भनेको तपाईँको सेन्टेन्स बनाउन सक्ने स्किल ग्रामर स्किल र कन्टेन्ट कति पर्यो तपाईँलाई क्वेसनले जे सोधेको छ त्यसबाट कन्टेन्ट कति पार्नुभयो त्यो कुरामा फोकस गर्नुहोस् रिडिङ चाहिँ ग्रामर र कन्टेक्स्ट बुझ्न सक्नुपर्छ सेन्टेन्स पढेर त्यसको अर्थ बुझ्न सक्नु पर्यो र ग्रामर जानेको हुनु पर्यो रिडिङ मिलाउन सकिन्छ र यसमा अर्को कुरा भनेको भोक्याब पनि इम्पोर्टेन्ट छ है जस्तै वर्ड फिल इन द ब्ल्याङ्क्समा वर्ड आयो तर मिनिङै थाहा भएन त कसरी मिलाउने हैन सो यु निड टु नो द राइट मिनिङ एज वेल है लिसनिङ चाहिँ प्योर लिसनिङ स्किल हो है यसमा राइटिङको स्किलहरू पनि छ हेर्नुहोस् है सो ग्रामर पनि इम्पोर्टेन्ट छ तर प्योर लिसनिङ जो साथीहरूले इङ्ग्लिस मुभी विदाउट सबटाइटल र इङ्ग्लिस गीतहरू सुन्ने मानिन्छ उनीहरूको लिसनिङ चाहिँ इम्प्रुभ हुन्छ इङ्ग्लिस मुभी हेरेर मेरो स्पिकिङ राम्रो छ हुँदैन राइटिङ पनि हुँदैन रिडिङ पनि हुँदैन द ओन्ली स्किल द्याट यु क्यान इम्प्रुभ इज लिसनिङ स्किल विदाउट सबटाइटलमा इङ्ग्लिस मुभी हेर्ने बानी छ भने दिस इज वान थिङ द्याट विल डेफिनेटली बेनिफिट यु एज वेल है र रिडिङ फिल इन द ब्ल्याङ्क्सको लागि अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ कोलोकेसन्स भन्ने छ हामीसँग कोलोकेसन्सको एउटा लिस्ट छ यो चाहिँ हामीले पियर्सनबाट डाउनलोड गरेको यो पनि हामी तपाईँलाई प्रोभाइड गर्न सक्छौँ टु आवर स्टुडेन्ट्स है त्यसपछि हामीले चाहिँ सेन्टेन्स बनाउने कुरा गऱ्यो नि राइटिङमा सेन्टेन्स बनाउनको लागि पनि हामीसँग गाइड छ हाउ क्यान यु मेक सेन्टेन्सेस इन अ भेरी इजियर वे त्यसको लागि पनि यो गाइडेन्स हामी फलो गर्न सक्छौँ यो पनि हामी स्टुडेन्ट्सहरूलाई प्रोभाइड गर्छौँ सो सेन्टेन्स कसरी बनाउने ग्रामरको पनि हामीसँग चेकलिस्टहरू छ जस्तै ग्रामरमा के कुरा ध्यान दिने त ग्रामर त भास्ट छ त्यहाँ त टु मेनी थिङ्सहरू छ सो हामीसँग ग्रामरको लागि पनि एउटा बेसिस छ यो कुराहरू फलो गर्नु भनेर सेन्टेन्स बनाउनुको लागि छ स्पिकिङको लागि चाहिँ हामी क्लासमा नै सिकाउँछौँ यो चाहिँ अलिकता स्टुडेन्ट वाइज फरक हुन्छ नि त कसैले राम्रो बोल्नुहुन्छ कसैको अलिकति विक हुनसक्छ क्ल्यारिटीमा प्रब्लम हुन्छ लाउडनेस कतिको मेन्टेन गर्ने कतिको फास्ट गर्ने त्यो कुराहरू हुन्छ नि त्यो चाहिँ स्पिकिङमा पर्छ फ्लो कसरी मेन्टेन गर्ने फ्लुएन्सी त फ्लोसँग रिलेटेड भयो त्यो कुराहरू चाहिँ हामीले पर्सनलाइज नै गर्छौँ क्लासमा सो त्यसको लागि चाहिँ क्लास जोइन गर्नुभयो भने बेटर हुन्छ बट वी डु ह्याभ युट्युब एकाउन्ट एज वेल तपाईँले चाहिँ युट्युबमा गएर अहिलेसम्म रिसेन्ट भिडियोजहरू चाहिँ छैन तर यो भिडियोज आफै युट्युबमा हुनेवाला छ होइन बट वी विल बी पुरिङ मोर भिडियोज इन युट्युब एज वेल तपाईँले चाहिँ पिटी विथ सचिव मल्ल भनेर सर्च गर्नुभयो भने हामीसँग यसको लागि पनि यहाँ पनि धेरै टिप्सहरू छ है सो तपाईँले ग्रामरको हेर्नुहोस् फिल इन द ब्ल्याङ्क्सको समराइज रिटन टेक्स्टको स्किलहरू होइन हेर्न सक्नुहुन्छ अनि त्यसपछि डिस्क्राइब इमेज कसरी गर्ने हाउ टु डु रिडिङ फिल इन द ब्ल्याङ्क्स हेर्नुहोस् त यु क्यान फाइन्ड सो मेनी के अरे टिप्सहरू यो रिड अलाउडको रिडिङ इन ए इजी वे समराइज स्पोकन टेक्स्ट सो यो सबै मैले आफैले गरेको कुराहरू यहाँ चाहिँ तपाईँलाई राखिदिएको छु यो अलिकता होइन 1 वर्ष 2 वर्ष अगाडिको छ बट मोस्ट अफ दिस टेक्निक्स वर्क फर नाउ एज वेल कति कुराहरू अपडेटेड छ जुन चाहिँ विल बी पोस्टिङ सुन होइन अलिकता 9 months 1 yearसम्मको चाहिँ काम गर्ने खालको छ सो यो पनि तपाईँले हेर्न सक्नुहुन्छ है अनि प्र्याक्टिस गर्नलाई एज आई सेड युज वान अफ दिस 2 वेबसाइट्स र यो वेबसाइट्सहरू चाहिँ अलिकति सब्सक्रिप्सन बेस्ड हुन्छ होइन सो एकचोटि हेर्नु यहाँ बाई टोकनमा गएर हेर्न मिल्छ यसमा पनि त्यही हो यसको सब्सक्रिप्सन बेस्ड हुन्छ पिटी प्र्याक्टिसमा गएर पिटी एकाडेमी हो कि पिटी कोर सेलेक्ट गर्नुहोस् र दिज आर द सेक्सन्स विच विल कम इन योर एक्जामिनेसन है अरू के छ ओके सो त्यो भयो अब तपाईँले अर्को कुरा हुन्छ डेट बुक गर्नको लागि डेट बुक गर्नलाई चाहिँ तपाईँले माइपिटीमा लगइन गर्नुपर्ने हुन्छ होइन जस्तै माइपिटी भनेर यसमा लगइन गर्नुहोस् मेरो लगइन आइडी त मलाई याद छैन मैले हाल्नुपर्छ तर वान्स यु लग इन हियर त्यसपछि तपाईँले चाहिँ त्यहाँ माई एक्टिभिटीमा गएर डेट बुक गर्न मिल्छ अब त्यो चाहिँ नेपालमा हुन्छ भने डिफ्रेन्ट फिज छ युएसडीमा हुन्छ अस्ट्रेलियाको लागि चाहिँ 485 495 कति छ 485 छ क्या सो त्यो तपाईँले बुक गर्न सक्नुहुन्छ बुक कसरी गर्ने भन्नको लागि पनि हामीसँग भिडियोजहरू चाहिँ छ है यहाँ कतै छ मैले युट्युबमा हालेको छु हाउ टु बुक पिटी टेस्ट डेट बाई योर सेल्फ भनेर पनि भिडियो छ यहाँ कतै छ गाइस है सो त्यो पनि चेक गर्नुहोस् अनि कसरी डेट बुक गर्ने भनेर हेर्न मिलिहाल्यो
त्यो डेट बुक गर्ने कुरा भयो प्र्याक्टिस गर्नलाई युज एनी अफ दिस पोर्टल्स सेक्सन्सहरू मैले तपाईँलाई इन्ट्रोड्युस गरिहालेँ अनि स्कोरिङ मेकानिजम स्कोरिङ पार्टको लागि चाहिँ यो फलो गर्नुहोस् है कुन कुनबाट कतिवटा क्वेसन आउँछ भनेर तपाईँलाई थाहा हुनुपर्छ हैन जसो स्टुडेन्ट चाहिँ समराइज रिटन टेक्स्ट र समराइज स्पोकन टेक्स्टमा कन्फ्युज भइरहेको हुन्छ सेम छ नि त अनि यिनीहरूमा चाहिँ फेरि वर्ड काउन्ट हुन्छ कि फेरि समराइज रिटन टेक्स्टमा 5 to 75 हो एसेमा 200 to 300 हो समराइज रिटन स्पोकन टेक्स्टमा चाहिँ 50 to 70 हो वर्ड काउन्ट सो वर्ड काउन्ट पनि इम्पोर्टेन्ट हो तपाईँ वर्ड काउन्टभन्दा बाहिर जानुभयो भने चाहिँ फर्ममा तपाईँको मार्क्स काटिन्छ है सो बेसिकली यो चाहिँ पिटीको एकदमै बेसिक कुराहरू हो वन्स यु हेभ अल दिज इन्फर्मेसन यु सुड बी गुड टु जोइन एनी अफ द क्लासेस है र हाम्रो क्लासेसमा चाहिँ हामीले सुरुमा स्पिकिङबाटै सुरु गर्छौँ 1 विक हामी स्पिकिङ पढ्छौँ 1 विक राइटिङ गर्छौँ 1 विक रिडिङ गर्छौँ अनि लास्ट विक चाहिँ हामी लिसनिङ गरेर 1 डे चाहिँ हामी क्वेसन एन्ड एन्सरको लागि पनि राख्छौँ त्यो चाहिँ हाम्रो फुल कोर्स भयो वी डु हेभ क्रास कोर्स अभाइलेबल जसमा चाहिँ हामी 2 हप्तामा यो सबै सेक्सन्स 2 हप्तामा यो सबै सेक्सन्स गरेर भ्याउँछौँ त्यो चाहिँ क्रास कोर्स चाहिँ जेनरली पिटी एक्जाम दिइसक्नु भएको स्टुडेन्टहरूलाई हो है हामीसँग 1-on-1 सेसन गर्दा चाहिँ हामी यो कुराहरू पढाउँदैनौँ हामी चाहिँ तपाईँको के मिस्टेक्स भएको छ त्यो आइडेन्टिफाई गरेर त्यसमा फिडब्याकहरू दिने काम गर्छौँ है सो आजलाई हामी यति नै गरौँ थ्याङ्क यू भेरी मच फर वाचिङ दिस भिडियो एभ्रीवन यदि क्लास जोइन गर्नुपर्ने भयो भने यु क्यान डेफिनेटली कन्ट्याक्ट द निर्वाण एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस पिटी विथ सचेत मल्ल थ्याङ्क यू भेरी मच